करा भ्यू देखिरहेको छ गाइस, यस्तो करा लास्टै गयो। चलाउँदा चलाउँदै हाल खराब भयो मेरो त। कति बेला बेनी राति नै आइपुग्यो त यहाँ दम्पुसमा। राति भिडियो माछा सकिसकेपछि अनि बल्ल मैले भिडियो बनाएँ त। यहाँ पार्टी चल्दैछ। ल हामी यता घुमिरहेको छु, लेक साइडमै हलिरहेको छु अहिलेसम्म। हामी कतिको रात ल अब जाँदैछु है त काठमाडौँ। बाइकको मोबिल सोबिल। हेलो गाइस, गुड मर्निङ। ब्रेकफास्ट हुँदैछ है यहाँ। अब ब्रेकफास्ट गरेर अब निस्किने हो। एउटा टिटी लेक भन्ने छ, त्यही जानलाई हो। अब मार्फामा जानु। ल अब जम्सनबाट निस्किदिएको है त। ल अब डुम्बा लेकतिर जाँदैछु पहिला। टिटी लेक ब्याक टु माई च्यानल। अनि अहिले चाहिँ यता डुम्बा लेकमा हो, जम्सनमा हेर्नु सक्नुहुन्छ। यता हिमाल, करा देखेछ ऊ फिल्म खेल्छ अरे। अब यस्तो खतरा खतरा फोटो आइसकेछ कि अब यहाँबाट कोही टिटी लेक भन्ने छ, त्यहाँ जान्छु होला। आज डे 4 हो। ल यहाँबाट अब निस्किने तयारी। यो ठाउँ छोडेर जानै मन लागिरहेको छैन, कस्तो बबाल ठाउँ छ। अब जाँदैछु है त। जान मनै लाग्यो। पछाडि पनि हिमाल, अगाडि पनि हिमाल। जता हेऱ्यो त्यतै हिमाल, उता छेउतिर पनि हिमाल। जहाँ हेरे पनि रमाइलो भइरहेछ यहाँ त। लेक हो कि राइट हुनु रे? यहाँ पुल तरेर जानुपर्छ अब।
मन लागेन अब यस्तो बगाल ठाउँ छ यहाँ यहाँनिर भनेको टेन्ट लिएर आएर अनि बस्नु यस्तो छ नि त भ्यू बत्तकहरू पनि छ कालो कालो बत्तक रहेछ त्यो के हो कहाँबाट आएको करा भ्यू देखिरहेको छ गाइस यस्तो करा मुना दाई सुन्दै सुन्दैन त एउटा भिडियो बनाइदिउँ भनेको ल अझ फोटो सुट सकेको छैन चलिरहेकै छ ठाउँ नै त्यस्तै छ ल अब जान लाग्छ है त गाइस जान त मन छैन त्यो पनि जानै पर्छ अब के गर्नु भ्यू नै यस्तो छ अनि गाइस यहाँ ब्रेक टाइम भएको थियो है फेरि जान लाग्छ यहाँबाट कुन ठाउँ हो यो खोइ जमसम भन्दा तल आइसकेको छु भ्यू यस्तो छ अब जान लाग्छ अब रेडी छ ल अब फर्किँदैछु जमसमबाट यहाँ बाटोमा एउटा वाटरफल पायो कुन वाटरफल मजा आइरहेको छ कुन वाटरफल छ अरे अब यहाँबाट बेन्नी जान्छु पहिला अनि त्यसपछि के हुन्छ कि बेन्नी बस्न सक्छ के हुन्छ ठाउँ छ यहाँ गरा ठाउँ लास्टै गयो जाने बेला त यस्तो हेर्न नै पाएको थिएन हो त्यो फर्किने बेला पो हेर्न पाइरहेको चलाउँदा हाल खराब भयो मेरो त कति बेला बेनीदेखि यतैसम्म बाटो यस्तै खत्तम छ यतैदेखि त्यसपछि अप्पर मुस्ताङसम्म राम्रो छ है र अब बेन्नीमा गएर भेटिन्छ सिधै बेन्नीमा गएर भेटिन्छ यहाँ बाइकहरू वास भइरहेछ बेन्नीमा एकछिन फेरि ब्रेक भयो यहाँ कुन ठाउँ हो थाहा छैन कुन ठाउँ हो ल हामी चिया खाँदैछौँ अब चिया खाएर फेरि निस्किन्छौँ अब चिया सिया खाइसक्यौँ होइन अब यहाँबाट निस्केको अब धम्पुसमा गएर सिधै भेट हुन्छ हामी धम्पुस जानलाई हो नि त ल बाई बाई हेलो गाइज गुड मर्निङ अनि अहिले चाहिँ धम्पुसमा हो राति नै आइपुग्यो थियो यहाँ धम्पुसमा अनि राति भिडियो नै बनाएन थकित भएर अब यहाँबाट पोखरा जाँदैछु त्यही हो आज पोखरा बस्ने हो सबजना रिल्याक्समा बसिरहेछ प्याकिङ स्याकिङ भयो अब निस्किने तयारी ल गाइस पोखरा आइपुग्यो त्यो पोखरा आज भाइटिका भएर होला सब चिज बन्द छ त्यही होटल जान लाग्छु होटल गएर अनि नुहाई धुवाई गरेर अनि त्यसपछि निस्किन्छ नयाँ चिज देखिरहेको छु ब्याक साइडमा ओहो लगाएँ अहिले पोखरामा छु यहाँ चिया खानाले बसिरहेको छु
बल्ल त स्टोरेज खाली गरेर भिडियो बनाएर छु अब यस्तो हलिँदैछु अहिले ल यहाँ एक्सिडेन्ट भयो एउटा सानो एक्सिडेन्ट बुलेटले हान्दैछ गाडीले पानी पर्दैछ पोखरामा ल अहिले यहाँ लेक साइडमा घुम्दैछु यहाँ अहिले एउटा ग्याङ फाइट चलिरहेको थियो होइन मुना रे कस्तो फाइट चलिरहेको थियो मुना रे भनिदिनु त ल घुमाइ चलिरहेको छ है लेक साइडतिर के साह्रो भिड हो आज टिकाको दिन पनि पुल चढिरहेछौँ यसरी गरेर स्टाइल पारामा यहाँ स्टोरेज नभएर स्न्यापच्याटबाट भिडियो बनाइरहेको छु है गनाइरहेछ लेक फेवाताल नाक गनाइदियो माछा सकिसकेपछि अनि बल्ल मैले भिडियो बनाएँ त यहाँ पार्टी चल्दैछ लाइभ म्युजिक पनि चल्दैछ र खोइ लाइभ म्युजिक भनेको खोइ मान्छे खोइ त मान्छे गाना चलिरहेको छ लाइभ म्युजिक हामी लेक साइडको छेउमा छु ल हामी यता घुमिरहेको छु लेक साइडमै हलिरहेको छु अहिलेसम्म हामी कति बज्यो अहिले कति 4 बजीदेखि हलिरहेको छु अहिले 8 बजिरहेको छ केही थाहा नै लागिरहेको छैन यस्तो छ माहौल छुट्टै भाइब छ यो तिहारको पोखरामा पनि भाइब्स आइरहेछ है यहाँ पनि भाइब्स तिहार लागिरहेछ है तिहार जहाँ पनि लाइभ कन्सर्ट भइरहेछ है पोखरामा अहिले यस्तो रमाइलो भइरहेछ ल बिजिपीमा आए हेलो गाइज गुड मर्निङ अहिले चाहिँ पोखरामा छु होइन अब काठमाडौँ फर्किँदै हो त्यही हो फर्किन त मन छैन त्यही फर्किनुपर्छ अब ल अब जाँदैछु है त काठमाडौँ बाइकको मोबिल सोबिल थिएँ बाइकको साउन्ड चेन्ज भइरहेछ बाइकले अहिलेसम्ममा 40 लिटर पेट्रोल खाइसक्यो पोखराबाट निस्किसकेछौँ हामी यहाँ बाटोमा छु 15-20 किलोमिटर कटिसक्यो बाइक चलाउनै अल्छी लागिरहेछ के भएको केही भएको चिया ब्रेक गइस यहाँ मुगलिन आइपुग्यो त खाना खाइसक्यो अब सिधै काठमाडौँ हो जाम चाहिँ कराएको थियो आज तिहार सकेर